हेलो मेरो साथीहरू। आज म बिहानै हाम्रो गाउँको बिचमा एउटा काँक्राको बोटमा धनेशको भिडियो बनाउने कोसिस गरेको थिएँ है, तर राम्रो हुन सकेन। यो सिन चाहिँ यति दामी थियो कि तर यो काँक्राको डाँख्लाले गर्दा मेरो भिडियोलाई डिस्टर्ब गर्यो। अब यो काँक्राको बोट चाहिँ यति साह्रो झोडी छ र पनि मैले अब यसलाई बनाउने कोसिस चाहिँ गरेँ है। यो डाँख्ला पत्ता नहुनु हो भने चाहिँ भिडियो यति दामी छ। यिनीहरूले चारो टिप्दै खुवाउँदैछ है। चारो खुवाउँदा चाहिँ झर्छ कि पहिला यस्तो रिसाउँछ कि रिसले धनेसै उता सर्छ है। त्यहाँदेखि फेरि पछि हेर्नुहोस् न टिप्दै खाएको। यति दामी सिन थियो तर अब यो मैले राम्रोसँगले लिन सकिनँ। कोसिस त गरेँ। यो डाँख्ला पत्ताले गर्दा मेरो भिडियो राम्रो हुन सकेन। धनेश पक्षी चाहिँ हाम्रो लाठपन्चरको गौरव पनि शान हो। यो धनेशले गर्दा चाहिँ है हाम्रो लाठपन्चरमा यति राम्रो भएर गएको छ। यसले धनेशले गर्दा अरू चराचुरुङ्गीहरू पनि हामीले धेरै देख्नु पाइरहेको छौँ अनि नाम जान्नु पाइरहेका छौँ है। देश विदेशबाट यो धनेश पक्षी खिच्न आउँछ। तपाईँहरू पनि अहिले आउनु सक्नुहुन्छ धनेश खिच्नु। अहिले चाहिँ यसको सिजन हो। अहिले देश विदेशबाट आइरहेको छ धनेशको लागि। अब यिनीहरूको मार्च अप्रिलमा चाहिँ तपाईँले राम्रो भेट्नुहुन्छ। मेदेखि चाहिँ यिनीहरूले नेस्टिङ सुरु गर्छ। म त जङ्गल त जाँदिनँ, गाउँमा आयो भने चाहिँ खिच्छु है। गाउँमा आएको बेलामा चाहिँ मेरो सानो क्यामेरा छ, त्यो लगेर गएर खिच्छु। त्यति राम्रो त गर्न सक्दिनँ, कोसिस चाहिँ गर्छु खिच्ने। मनपर्छ मलाई पनि है चराको नक्सा खिच्नु। तर अब भनेको जस्तो क्यामेरा त छैन, सानो छ। र पनि कोसिस गरिरहेको छु तपाईँहरूलाई देखाउने। हेर्नुहोस् न कस्तो मजाले एक्टिङ गर्छ। हेरिरहँ जस्तो लाग्ने एक्टिङ गर्छ। हेर्नुहोस् न। यो चाहिँ मैले यस्तो चेपमा खिचेको कि यो भिडियो चाहिँ आज बिहानै। अनि तपाईँहरूलाई पनि देखाउन मन लाग्यो हो, त्यही लागि देखाएको। हेर्नुहोस् ल कति दामी छ।